हान साले खास म चाहिँ यो वन जङ्गलको यो संरक्षणको अध्यक्ष हो म चाहिँ। ए हजुर। अनि यहाँ धेरैचोटि आइसक्यो यस्तो कुराहरू आयो कि अनैतिक सम्बन्धहरू केटाकेटी आएर यो नराम्रो नराम्रो काम गर्नेहरूदेखि लिएर धेरैचोटि आएको भएर म यसो भिजिट गर्नको लागि आएको यहाँ। खास के हो रहेछ भनेर आफ्नै आँखाले अब भन्न त अब होइन भन्न त जे पनि भन्छन् मान्छेले सही गलत के हो भनेको आफ्नै अहिले आफै फिल्डमा भिजिट गर्न आएको छु म अहिले आफ्नै आँखाले हेर्नको लागि सही गलत के हो कि होइन रहेछ भनेपछि तपाईँले मैले देखेँ र मैले जुन कार्यक्रमहरू त्यस्ताहरू दृश्यहरू देख्नुभयो तपाईँ? मैले देखेँ, मैले भिडियो पनि खिचेको छु सर। यो घर चाहिँ कहाँनिर हो तपाईँको? यहाँदेखि कटाएर पर्छ? मेरो यही माथि हो, 5-7 मिनट जति पर्छ मेरो यही माथि हो। हजुर। जस्तो मानौ तपाईँ चाहिँ यहाँको प्रतिनिधि हुनुहुन्छ। हजुर हजुर। जस्तो यसरी चाहिँ अनैतिक कार्यक्रमहरू यसरी भइरहेको छ भनेर चाहिँ पहिलादेखि नै चाहिँ तपाईँलाई कम्प्लेन आइरहेको थियो? कम्प्लेन त पहिलादेखि आइरहेको थियो। मैले त अब होइन होला, अब वन जङ्गलमा अब यस्तो अब मान्छेहरू आउँदैन यहाँ, तर अब अति नै भइसकेपछि अब सनै नसक्ने के हो कि भनेर आफै आएर फिल्ड भिजिट गर्न आएको छु। आएर हेर्दाखेरि चाहिँ मैले देखेँ, जुन देखेँ मैले आफैले रियलमा मैले भिडियो खिचेको छु। अब यस्तो यस्तो भइरहेको छ यहाँ हेर्नुहोस्। अब श्रीमान श्रीमती भएको त यस्तो जङ्गलमा आएर त यस्तो यस्तो काम त गर्दैन थियो होला। हेलो भाइहरू। हजुर। कहाँबाट आएको तिमीहरू? हामी यो जङ्गलको बिचमा किन तिमीहरू? को तपाईँ चाहिँ मलाई सोध्ने? तिमीहरू को रे? म तिमीहरू को? हान साले हान मोटी हान। उहाँहरूको घर छेउमा भएर चाहिँ यसरी पार्कमा यो सार्वजनिक स्थलमा पिकनिक पनि यहाँनिर खान आउँछन् होइन। यस्तो ठाउँमा आएर चाहिँ आफै अनैतिक क्रियाकलापहरू गर्ने अनि जनप्रतिनिधिमाथि हात हाल्ने तिमी अन्त को भन्ने नि सिधै तिमीहरूको प्रमाण नभएसम्म मान्छे आउँछ त यहाँ आउँछन्। तर के आउँछन् अझै ठुलो कुरा गरिरहेको छौ भाइ तिमी। सिधै भन्ने को बुढाबुढी बसिरहेछन् अनि तिमीहरूलाई चिनै नचिनिकन चाहिँ अनि को भनेर नसोधेर के हुन्छ त? को हामी यसो घुम्न भन्न थर्काइदिने सिधै। अनि हात चाहिँ किन हालेको? हात चाहिँ किन हालेको त तिमीले अगाडि? हात चाहिँ किन हालेको तिमीले? तिमी गुन्डा हो, डन हो यहाँको? होइन नि डन हो? होइन नि। अनि किन हात हाले? अनि को हो भन्दाखेरि यसरी बस्दाखेरि दाइ जो पनि आवेशमा आउँछ नि त। आवेशमा आउँछ। तिमीहरूको प्रमाण नभएसम्म उहाँहरू आउनु भएको छैन नि त। होइन हामी देखिरहेको छौँ सर। जस्तो कि उहाँले चाहिँ पहिला सुरुमा चाहिँ तपाईँले मलाई हात हाल्यो होइन। म भनेको प्रमाण के छ भनेर देखाइदिनु पर्यो कि उहाँ मैले त प्रमाण देखाइदिएकै छु होइन। प्रमाण यस्तो छ यहाँ हेर्नुहोस्। ल हेर यहाँ प्रमाण नभइकन हामी आउँदैन। ल हेर भाइ बहिनी, ल हेर के हो तिमीहरूको काम? हो सरी के गर्नु? सरी भनेर हुन्छ? आइन्दा यस्तो यस्तो काम गर्न आउने होइन। बुढाबुढी हो भने घरमा बस्ने। जङ्गलमा आउने हो। यहाँनिर सुन्नु न, एउटा के भयो भन्नुपर्दाखेरि चाहिँ तपाईँहरूले पनि मुखले सम्झाउनु पर्ने ठाउँमा चाहिँ तपाईँले पनि हातपात गर्नुभयो नि त। हातपात त गर्दैन थियौँ हामी, तर यस्तरी झम्टिन आयो कि बाघ झम्टे जस्तो झम्टिन आयो म माथि होइन। म भनेको यहाँको एउटा यो गाउँठाउँको जनप्रतिनिधि हो मान्छे। मलाई हात हालेपछि मेरो केटाहरूले पनि चुप्लाएर त बस्दैन होला। तपाईँले हात इक्जाम्पल दिउँ कि तपाईँले हात हाल्न आयो भने तपाईँ चुप्लाएर त बस्नुहुन्न होला नि होइन। गल्ती गर्ने पनि उही, हात हाले मलाई पनि हात हाल्ने पनि उही। अब के गर्नुहुन्छ त यिनीहरूलाई? अब यिनीहरूले कारवाही त नगरी हुँदैन। कारवाही गर्छु म, पुलिस बोलाएर चौकी लान्छु म यिनीहरूलाई। अब चौकी जाने भन्दा तिमीहरू हुन्छ हुन्छ भने के भन्नु होइन। जति गरे पनि माफी चाहिँ हामी माग्छौँ होइन दाइको तर्फबाट। दाइले के गर्नु? हात चाहिँ किन हालेको त भाइ? तिम्रो गल्ती यसमा देखियो नि त। अब तपाईँहरू माफी माग्नुभन्दा अगाडि अनि किन डाइरेक्ट हात हालेको त? पहिला सुन्नु बुझ्नु पऱ्यो नि त। हामीले सोद्धाखेरि एकचोटि हात हालेको डाइरेक्ट हात हाल्ने हो। बुढाबुढी हो त माने पनि प्रमाण देखाएपछि अहिले शीतल तापेर बसेको भन्ने कुरा हुँदैन कि? चुमा खाइरहनु भएको छ तपाईँहरू। तट हाल कुरा गर्ने तपाईँहरू। प्रमाण यहाँनिर देखाइरहनु भएको छ, चुमा खाइरहनु भएको छ तपाईँहरू। चुमा खाने ठाउँ हो तपाईँहरूको यो? चुमा खाने ठाउँ हो? होइन नि सरी। के घर सर केही नभएको बारेमा चाहिँ हिँड्नुहुन्छ तपाईँहरू? अबदेखि आइँदैन। तपाईँहरूको बच्चाबच्ची छैन? बच्चाबच्ची छ। यो भिडियो तपाईँहरूको बच्चाबच्चीले हेऱ्यो भनेदेखि के होला? बाबा आमा चाहिँ जङ्गल चाहिँ चुमाचाटी गर्दै हिँड्ने, घोडा चढ्दै हिँड्ने भन्दैन भनिहाल्छ दाइ। सरी त्यसको लागि। अनि हात किन हालेको त अगाडि? को नचिनेको मान्छेले को भन्दाखेरि के ज्वाइँ भन्ने? ल अब तपाईँको हातमा चाहिँ के गर्ने हो उहाँहरूलाई? ल भनेपछि लिएर अब होइन हात हालिहाल्यो, गल्ती त उनीहरूको पनि छ। डबल गल्ती भयो। एउटा त जङ्गलमा आएर बुढाबुढी भनेर यसो गर्न त पाइँदैन एउटा होइन। एउटा माथि जनप्रतिनिधिमाथि म माथि हातपात गऱ्यो उसले होइन। अब चौकी लाने हो, के गर्छ अब प्रशासनमाथि। अब उनीहरूले के गर्छ उनीहरूको कानुन अनुसार गर्ने हो।
तिमीहरूको कुरा अनुसारले होइन जे जस्तो भयो भने प्रमाण हामीसँग पनि छ होइन किनभने प्रमाण छ मसँग तिमीहरू चौकीमै जानुपर्ने हुन्छ उहाँलाई सुरुमा हात हालेको प्रमाण छ हामीसँग पनि ल जाउँ सबैजना जाउँ ल जाउँ सबैजना